तिमीले दही खाँदैनौ राइट? यो दही हो, यो मम्माले मात्रै खाने, तिमीले खाने हो। तिमीलाई दही मन पर्दैन? छुरा हुन्न। तिमी कहिले दही खाँदैनौ? म तिमीलाई अर्को भाँडामा लिएर आउँछु, कचौरामा लिएर आउँछु। यहाँ आउन नरिसाएर कुरा गर। के गरेको अगस्त्य? व्हाट आर डुइङ? त्यो नखोला न, त्यो बन्द गरेर एसी बिग्रिहाल्छ नि त्यसरी। हेर्नुभयो साथीहरू, एसी बिगार्ने काम यो अगस्त्य दाहालको यो। अनि यसको बाबाले आएर मलाई कराउनुहुन्छ उयो यो कहाँ जानु लाग्यो? झ्याल लगाऊ, झ्याल बन्द गरेर चाँडो, झ्याल बन्द गरेर चाँडो। म ल्यापटप बन्द गर्छु, तिमी के गर्छु? ल्यापटप हेर्ने भन्यो, कोठाको दशा खेल्ने भनेर बुझायो। ल्यापटप लगाएको छ, अनि त्यो ल्यापटप हेर्नु उसलाई मतलब छैन। त्यो ल्यापटप छोडेर म उता कोठामा बसेँ एकछिन, उता आएर हेर्ने। साथीहरू हेर्नु है, मेरो अगस्त्य यहाँ अहिले लुलुबाट फर्किँदा रुँदै 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 आयो। किन रोको? अगस्त्यले भनिदिन्छ। अगस्त्य भनिदेऊ ल, किन रोको छोरो? हल्ला त गर्नुहुन्न नि त। के नकिन्दे अरे बाबा मामुले? के नकिन्दे भन्दै नि त ल। बाथडग? ए बाथडग नकिन्देको? ए बुझेँ, मैले बुझेँ। ल त्यो बाथडग हामी पक्का किनिदिने है त। अर्को पसलमा यहाँ सानो रहेछ कि, त्यहाँ ठुलो किन्नु पर्यो नि त अगस्त्यको लागि। अनि इयरमा हाल्ने, अनि आइजमा गक्स, बाथ गर्ने बेला सबै किन्नुपर्छ नि त। एउटा मात्र किनेर हुँदैन नि त। बुझ्यो? खै बुझ्यो पनि भन्दैन। हस् भनिदेऊ। चलेन ला, लुक ड्यामेज भयो, स्क्रिन गयो। ओ गड शिट। तेन्ती मेरो छोरोको एउटा युनिक ल्याङ्ग्वेज छ। ममा मलाई बोकलाई त्यसले तेन्ती भन्छ बच्चैदेखि, अहिले पनि तेन्ती भन्दैछ। कसले? यसले भनेको? यसले भने होइन नि त, मम्माले बोक्नुहुन्छ भने। अनि मम्माको हात दुखेको नि त। के अरे? कस्तो प्लिज? कस्तो प्लिज? बुझ्नुभयो साथीहरू के भन्यो अगस्त्यले? अगस्त्यले भनेको हेलो फ्रेन्ड्स, मैले बाबालाई हेल्प गरेँ भने है अगस्त्य। अनि अगस्त्य कहाँबाट आएको अहिले? कहाँबाट आएको? कहाँ गएर आएको? ओहो कस्तो गाह्रो गरी हेल्प गरे त नि। अनि कसरी हेल्प गरे तिमीले बाबालाई? बाबाले नै धेरै बोक्नु भएको त। ल कति फ्लोरमा जाने हामी? हाम्रो कोठा कहाँ हो? हाम्रो फ्ल्याट खोइ कता छ? कता छ फ्ल्याट? क्लिक गर न। ओके गुड।